यात्रा गर्दै जाँदा कहिलेकाहीँ यस्तो समस्या पर्छ, समस्या या भनौँ दोधार। आउन त आइयो, तर फर्कने कुन बाटो र कसरी? आज पनि हामी यस्तै दोधारमा छौँ। बाजुराको माथिल्लो भेगबाट छिटो तराई झर्ने मार्ग खोज्दैछौँ। कर्णाली नदी नछोडी गए छिटो पुगिने विकल्प चाहिँ छ, तर स्पष्ट थाहा छैन, पुग्छ पुग्दैनसम्म थाहा छैन। हामीलाई सुदूरपश्चिमको बाजुरा, यहाँ भने पारी चाहिँ फेरि मुगु भएको अवस्था छ। लामो बाटो धेरै दिनको र छोटो बाटो वैकल्पिक। हामीले नजानेको भए पनि छोटै बाटो रोज्यो। कति रमाइलो लाग्ने स्थान रहेछ यो। एकपटक चाहिँ यदि सुदूरपश्चिमतिर हुनुहुन्छ भने यो कर्णाली कोरिडोरको मार्ग भन्दो रहेछ। कुन गाउँपालिका, कुन जिल्ला? झरना गाउँपालिका, कालीकोट जिल्ला। कालीकोट छिरिसक्यो? कालीकोट त हो त नि। एहे, यो कर्णाली नदी कसरी बगेर आएछ। तल चट्टानको यति धेरै थुप्रो छ, त्यहाँबाट खोज बनाएर झरेको छ। कति सुन्दर ठाउँ, कति सुन्दर ठाउँ। यो त कहीँ पुगिएन, कति अगाडि आयो एउटै गाउँपालिका पनि छिचोले छ जस्तो लाग्दैन। चाहिँ चढिसक्यौँ हामी। यो हिमाल कटेर तराई हिँडेको हामी हिमालको नजिक चाहिँ पुग्दैछौँ। अचम्मै छ यो चाहिँ। यो मन्दिरमा भित्र चाहिँ फेरि साक्षात् मान्छेको प्रतिमा छ, यहाँनिर हेर्न सकिन्छ। देउता यसरी काठको मूर्ति छ। राति रोक्छ यो बाटो। ए लु, नयाँ कुरा थाहा पाइयो, राति बाटो रोक्ने रहेछ है त यहाँ। यो बाटो चल्न दिँदैन। हामीलाई त अब रात पर्न लाग्यो, बस्नु छ। बस्ने होटलहरू भएको स्थान चाहिँ पुगिन्छ पुगिँदैन। एउटा पहाडको दुईतिरबाट दुईटा खोला आएर कर्णालीमा मिसिएको देखिन्छ। यतापट्टि जिउला छ। यो यात्रामा हामीले केही अप्ठ्यारो बाटोको सामना गर्यौँ। कहिले गिद्धले बाटो छेक्यो भने कहिले स्यालले बाटो देखायो। बसाइ सर्दै गरेका राउटेहरूसँग बाटोमै भेट भयो। कसरी हामीले बाटो पत्ता लगाई सुर्खेत वीरेन्द्रनगर आइपुग्यौँ। राति सवारी चल्न नदिने होटल नभएको स्थानमा के गर्यौँ? साथै सुन्दर दृश्यहरूको मजा लिन पुरा भिडियो चाहिँ हेर्नुहोस् है ल। हामी अहिले बाजुराको हिमाली गाउँपालिकामा छौँ। यो कर्णाली नदी हो। कर्णालीवारी बाजुरा, पारी मुगु जिल्ला छ यता। हामीले यसअघि बाजुराका धेरै गाउँघरहरू घुमिसक्यौँ। हामी अछाम साफे बगरबाट बाजुरा सदरमुकाम मार्तडी कोल्टी बजार हुँदै यहाँसम्म आइपुगेका थियौँ। अब भने यहाँबाट हामी फर्किँदैछौँ। आएकै बाटो फर्कँदा धेरै समय लाग्ने भएकोले अब वैकल्पिक छोटो मार्गको खोजीमा छौँ हामी अहिले छौँ पिलीचौर भन्ने स्थानमा। पिलीचौर चाहिँ यो बाजुराको जगन्नाथ गाउँपालिकामा पर्ने एउटा स्थान हो। यहाँ चाहिँ हामी यता पछाडि तर्फबाट आएको, अर्थात् साफे बगरबाट बाजुरा सदरमुकाम मार्तडी हुँदै यो ठाउँमा आइपुगिन्छ। यहाँबाट चाहिँ विशेष गरी मार्तडी जाने र हिमाली गाउँपालिका जाने बाटो छुट्टिन्छ, अर्थात् कर्णाली कोरिडोर अब सुरु हुन्छ। र हामीले यहाँबाट चाहिँ वास्तवमा निकास खोज्दैछौँ। यहाँबाट बाहिर हामी तराई झर्नको लागि चाहिँ यो बाटो चाहिँ पुग्छ कतै जितेगडा भन्ने ठाउँमा भन्नेसम्म चाहिँ हामीले जानकारी पाएको छौँ, तर स्पष्ट थाहा छैन, पुग्छ पुग्दैनसम्म थाहा छैन। हामीलाई सुदूरपश्चिमको बाजुरा, यहाँ भने पारी चाहिँ फेरि मुगु भएको अवस्था छ। यहाँबाट हामीले चाहिँ छोटो, सबभन्दा छोटो बाटो चाहिँ यो हुन्छ भन्ने चाहिँ विचारले यात्रा सुरु गर्दैछौँ। थाहा छैन, बिचमा चाहिँ कालीकोटका चाहिँ राम्रा राम्रा ठाउँहरू पर्छन्, त्यो कुराहरू हेर्दै हेर्दै र निकास खोज्दै खोज्दै हामी अघि बढ्नेछौँ। बाजुरा जिल्ला जगन्नाथ गाउँपालिकामा पर्ने यो पिलीचौर बजार दिनको 2 बजेको छ। हावा अत्याधिक चल्दैछ। पिलीचौरबाट यात्रा सुरु गर्यौँ हामीले। कसै गरी सुर्खेत वीरेन्द्रनगर पुग्नु छ हामीलाई। बाटो त पुग्छ अरे, तर अवस्था कस्तो छ हाल थाहा छैन। हिजो र अस्ति 2 दिन पानी मजाले परेकोले बाटो रोकिएको पनि हुनसक्छ। बाटो झुकिए हामी रुमलिन पनि सक्छौँ। आज नै हामी टुङ्गोमा पुग्दैनौँ, 2 दिनको बाटो छ। सोध्दै खोज्दै जानुपर्ने हुन्छ हामीले। हाम्रो लागि यो भेग सम्पूर्णतया नौलो। कर्णाली तर्ने पक्की पुल छैन रहेछ। यो फेरीमा गाडी राखेर कर्णाली वारपार गर्नुपर्ने बाध्यता रहेछ। झोलुङ्गे पुल चाहिँ रहेछ, मानिसहरू आवाजात गर्न चाहिँ। मुख्य कुरा हामीले कर्णाली नदीतिर छोड्नु भएन। स्थानीयसँग बाटोको विषयमा बुझ्दा नजिकै अर्को स्थान पुग्ने जानकारी पाइन्छ, तर अन्तिम निकास कता हो स्पष्ट भएकै छैनौँ हामी। हुन पनि कैयन जिल्ला कटेर सुर्खेत पुगिन्छ यहाँबाट। कर्णाली पारी पनि कच्ची सडक देखिन्छ। त्यता कुन जिल्ला हो स्पष्ट भएन। कर्णाली पारी त मुगु र हुम्ला थियो। हामी घुमेर आएको माथिको स्थानमा चाहिँ कालीकोट त धेरै टाढा हुनुपर्छ अझ। कोही भेटिए बुझी हेरौँ। दाजु यो गाउँलाई के भन्छ? यसलाई सेरा। सेरा? हजुर। ए
यो कुन जिल्लामा छौँ हामी अहिले? हामी बाजुरा जिल्ला बाजुरामा छौँ। जगन्नाथ गाउँपालिका वार्ड नम्बर 2। ए यो पारीको चाहिँ कुन जिल्ला पर्छ? पारीको पनि जगन्नाथै हो, बाजुरै हो। बाजुरा हो, मुगु होइन? मुगु त यता अगाडि हो। हजुर। ए यहाँ चाहिँ अहिले बाजुरै छ दुईतिर। हजुर बाजुरै छ। तपाईँ यहाँभन्दा तल गयो भने कालीकोट लाग्छ। कालीकोट कहाँदेखि लाग्छ? यहाँबाट जानुपर्छ तपाईँले 1.5 घन्टा बाइकमा। 1.5 घन्टा? हजुर कालीकोटै हो ऊ। तपाईँ यही बाटो जानुहोस्। ए सोध्दै जानु ल मिल्छ। राति अहिले त राति दिँदैन, उता रोकिहाल्छ। राति रोक्छ यो बाटो? ए लु नयाँ कुरा थाहा पाइयो, राति बाटो रोक्ने रहेछ है त यहाँ? यो बाटो चल्न दिँदैन उताको। कति बजेदेखि रोक्छ? 9 बजेदेखि राति। ए 9 बजेदेखि? 9 बजे। बिहान त आजभोलि 7 बजे छुट्टिन्छ। अन्त राति 9 बजे रोक्छ। ए हजुरको गाउँ यही हो? यही हो। ए हस् धन्यवाद हजुर। हुन्छ। यो कर्णाली नदी कस्तरी बगेर आएछ। तल चट्टानको यति धेरै थुप्रो छ, त्यहाँबाट खोज बनाएर झरेको छ। कति सुन्दर ठाउँ, कति सुन्दर ठाउँ यो त। धन्न यो बाटो हिँडिएछ। यति मनमोहक दृश्य देख्न पाइयो यहाँ। मलाई चाहिँ के लाग्थ्यो भने कर्णाली नदी पारी चाहिँ कर्णाली प्रदेश र यता वारी चाहिँ सुदूरपश्चिम प्रदेश होला जस्तो लाग्थ्यो। अझै पनि यो पारी चाहिँ बाजुरा होइन कि जस्तो लाग्छ। मुगु हो कि? अब मुगु भन्दा त तलै आयौँ। फेरि हिजो चाहिँ हामी मुगु गएको थियौँ, जहाँ चाहिँ कर्णाली पारी मुगु थियो। अब आज चाहिँ बाजुरा नै हो भन्ने चाहिँ बुझ्यो। एकताल चाहिँ यहाँ अगाडि फेरि सोधेर बुझौँला। तर कति रमाइलो लाग्ने स्थान रहेछ यो। एकपटक चाहिँ यदि सुदूरपश्चिमतिर हुनुहुन्छ भने यो कर्णाली कोरिडोरको मार्ग भन्दो रहेछ। यो जितेगढा भन्ने ठाउँबाट चाहिँ कालीकोट हुँदै यता बाजुरा छिर्ने साह्रै रमाइलो, एकदमै मनमोहक दृश्य। जति हेरे पनि मन नअगाउने अवस्था छ। यहाँ माथि त पुरा गाउँ रहेछ नि त, हेर्नु त सबै बसेको गाउँ रहेछ। पुरा एकदम केले खरले छाएको बाक्लो गाउँ रहेछ। बाटो हिँड्दा त फेरि गाउँहरू याद हुँदैन, किनभने बाटोको छेउमा नहुन सक्छ गाउँ। तर यहाँ माथि देखियो एकदमै बाक्लो गाउँ बस्ती बसेको रहेछ। यहाँ देखिने रहेछ गाउँ चाहिँ माथि देखिँदैछ। कति धेरै गाईबस्तु आए, चराहरू ल्याएको हो कि त? हामी आफ्नै सुरमा अघि बढ्यौँ। सडकले जता डोर्याउँछ त्यतै जाँदैछौँ। सडक कालोपत्रे छैन, कच्ची भए पनि सहजै छ अहिलेसम्म। बिचका खोला नालाहरूमा पुलहरू बनिएका छन्। यस्ता सबै खोलाहरू गएर कर्णालीमा मिसिन्छन्। सडकभित्र खोज सिर्दै बाहिर निस्कँदै पनि गर्छ। बाटो निर्माणले गर्दाखेरि एकछिन ढिलो, यसरी रोकिँदै हिँड्दै बनिने क्रममै रहेछ अझै बाटो। हामी दक्षिणतर्फ बढ्दैछौँ। कर्णालीको बहाव सँगसँगै पक्का पनि दक्षिण नै झरेको हुनुपर्छ यो। दक्षिणतर्फ पनि हिमाल देखिन्छन् भनेपछि हामी कति टाढा छौँ महसुस यसै हुन्छ। कर्णाली पारी पनि बाजुरा नै रहेछ, स्पष्ट भयो। आज पिलीचौरबाट ढिलो यात्रा सुरु गरेको हामीले 7 सम्ममा त कतै बस्ने होटल भए स्थानमा पुग्नै पर्छ। थाहा छैन यता होटल सुविधा चाहिँ भेटिन्छ कि भेटिँदैन। अघि फेरि स्थानीयलाई सोद्धा 7 बजेपछि यो बाटोमा हिँड्न दिँदैन अरे। कुनै स्थानमा प्रहरी पोस्ट छ अरे, त्यहाँ गाडीहरू रोकिन्छ अरे। राति त यो बाटो हिँड्नु उचित पनि लागेन, जोखिम हुनसक्छ। ठुलो भिरबिच सडक गएको छ। उज्यालोमै कतै पुगेर बास बस्नु नै हाम्रो लक्ष्य छ। हेरौँ के हुन्छ। धेरैजनाले भन्नु होला म्यापमा बाटो खोजेर होटल हेरेर हिँडे भइहाल्यो नि, सजिलो हुन्छ त भनेर। तर हामीले म्यापबाट पहिले धेरै धोका खाएको, हात उठाएको हो। सहज ठाउँ, सहर, मुख्य राजमार्गहरूमा त म्यापले काम गर्छ। तर ग्रामीण भेग नयाँ बनेको बाटोमा स्थानीयलाई सोधेर जानु चाहिँ उचित हुन्छ। धेरै पटक म्यापले धोका दिइसकेको छ हामीलाई। सबै ठाउँमा इन्टरनेट चल्दैन, दो बाटोमा सङ्केत हुँदैन। बाटो पहिचान गर्न चुनौतीपूर्ण हुन्छ, नयाँ खुलेका बाटोहरू हुन्छन्। कहीँ पुगिएन, कति अगाडि आयो। एउटै गाउँपालिका पनि छिचोले छ जस्तो लाग्दैन। चाहिँ चढिसक्यौँ हामी। यो हिमाल कटेर तराई हिँडेको हामी हिमालको नजिक चाहिँ पुग्दैछौँ। अचम्मै छ यो चाहिँ। यहाँ डाँडाबाट हेर्दाखेरि फेरि यो तल कुनै ठाउँमा पुगे जस्तो बाटो पनि देखिँदैन। हामीलाई त अब रात पर्न लाग्यो, बस्नु छ। बस्ने होटलहरू भएको स्थान चाहिँ पुगिँदैन। तर के चाहिँ हो भने यो राति हिँड्न दिँदैन, काहीँ न काहीँ त रोक्छ। रोक्ने ठाउँमा त पक्का पनि होटलहरू हुन्छ होला भन्ने चाहिँ एउटा आश छ।
हेरौँ अब के हुन्छ कसो हुन्छ। राति धेर समय चलाउनु पनि त्यति सुरक्षित छैन बाटो अहिले, किनभने अँध्यारोमा निकै जोखिम छ। यताबाट गहिरो तल भिर धेरै तलसम्म गएको छ। हेरौँ अब जे हुन्छ हुन्छ, हिँडिहाल्यो, भोगौँला। यो मन्दिरमा भित्र चाहिँ फेरि साक्षात् मान्छेको प्रतिमा छ, यहाँनिर हेर्न सकिन्छ। देउता यसरी काठको मूर्ति छ, ठ्याक्कै मनुष्य जस्तो देखिन्छ। यो कुन देउताको हो कि मष्टको हो या के को ठ्याक्कै भन्न चाहिँ सकिएन। के छ कुन्दन सर? ए अति तल खोला हेर्नु न, खोला तल कर्णाली नदी हो नि। अब यो त कहाँ हो कहाँ छ? अब यस्तो छ, यो बाटो तल खोलामा झर्छ नदीमा झर्छ भन्ने चाहिँ छँदै छैन, किनभने पारीको डाँडामा पनि माथिबाटै गएको छ, अझै माथि पो चढेको छ, अर्को रेखा पनि देखिँदैछ है, घुमेर त उँभो गएको छ। अनि हामी गलत बाटो त छैनौँ, सोध्नलाई पनि फेरि यहाँ कोही कतै भेटिएको अवस्था छैन, निकै भइसक्यो गाउँ घरबिन भएको। हेरौँ अब सही बाटोमै छौँ, किनभने अर्को बाटो त छैन। एउटा बाटो चाहिँ माथि गएको छ, अब त्यो त होइन होला सायदै हाम्रो बाटो। यस्तो घुमेर यो तलको बाटो, त्यो पनि त तल त निस्केन नि त, होइन? खोला त झरेन त्यो बाटो पनि, परबाट घुमेर यस्तो झरेको छ जस्तो लाग्छ। त्यसै होला। उता पर उयो गाउँ छ नि, गाउँबाट अनि त्यहाँबाट नि त झरेन नि त, फेरि बाटोले उचाइल्यो, माथिल्लो स्टेपमा गएको छ बाटो। ए परबाट माथि चढेछ बाटो। त्यो यो गाउँ आउने बाटो हो कि अब हामी के हो त्यो? क्या लाग्यो भाइको भागै छ यो त, फेरि गप्पै पो गर्छ त यस्तो त। यसले भाग्ने ठाउँ भेटाएर, भाग्ने ठाउँ भेटाएर भागेको छ नि, बाटो छ यो, यताउता भाग्ने ठाउँ भेटाएको होइन, बाटै बाटो जान्छ क्या, बाटो कुद्छ र यो कुद्दै छ। यसले जङ्गलमा भेटाएर यहाँबाट हरायो क्या, यहाँबाट बाटैमा छ, रनिङमा छ, रनिङमा छ, बिस्तारै बिस्तारै माथि चढेछ, माथि ढुङ्गायो नि त, माथि चढ गयो। कस्तो अप्ठ्यारो गरेर आउँदैछ यार ट्रक, ठिक्क ट्रक अट्ने मात्रै छ बाटो, होइन भन्दा दुईटा चक्काको मात्रै ठ्याक्कै बाटो, ठ्याक्कै दुईटा बाटो मात्रै चक्का अट्ने। एउटा ठुलो गाडी आउनु भने नि साइड दिने ठाउँ छैन यहाँनिर, छैन छैन। कसरी चाहिँ साइड लिएर जान्छन् होला यिनीहरू? उहाँ न आम्मा यता आएपछि त बरु अलि ठाउँ रह्यो, होइन त? एकदमै यहाँको ड्राइभिङलाई चाहिँ मान्नुपर्ने है, यो बाटो कुदाउनु। ठ्याक्कै अलिकति जस्तो अहिलेको परको ठाउँमा अलिकति मिस भयो भने अनि सकियो नि थोरै। तलबाट उठाउँदा ट्रेनको डोरीले नि नभेट्ने त। आयो आयो, हामी यसरी साइड दिन यहाँनिर रोयल मुगु खत्याड लेखेको रहेछ होइन त, मुगु जाने रहेछ क्या। थोरै दिन लाग्छ त मुगु पुग्न। अब ल हेरौँ, हामी आएको बाटो यता पछाडिबाट, यहाँ बिचमा कुनै एउटा खोला आएर कर्णालीमा मिसिएको छ। एउटा पहाडको दुईतिरबाट दुईटा खोला आएर कर्णालीमा मिसिएको देखिन्छ। यतापट्टि जिउला छ, जिउला अर्थात् यो धानको खेती भएको ठाउँ, अनि त्यहाँबाट तल फेरि कर्णाली निस्केछ। हाम्रो बाटो चाहिँ फेरि यहाँबाट तल जान्छ जस्तै छैन, उभै थियो, अलिअलि त तल झर्दैछ। अब हेरौँ, अब चाहिँ आशा आयो केही चाहिँ झर्छ कि त हुँदो। अब उहाँहरू हामी कुन ठाउँ आइपुग्यौँ होला अहिले? यो घट्टाली गाउँ भन्ने घाटा चौरभन्दा माथि। घाटा चौर हजुर, कुन गाउँपालिका कुन जिल्ला? पचाल झरना गाउँपालिका, कालीकोट जिल्ला। कालीकोट छिरिसक्यो? कालीकोट त हो त नि। ए पाँचाल झरना गाउँपालिका, पचाल झरना गाउँपालिका हो। कहाँ छ पचाल झरना चाहिँ? पचाल झरना चाहिँ उतै पर्छ, यता बिचमा पर्छ, यता यो उता हिउँ देखिन्छ त्यहाँभित्र, यता ए हिउँतिर पो हो, त्यहाँभित्र पो। अब हामीलाई रात बस्नको लागि होटलहरू कहाँ पाइन्छ? रात बस्नुको लागि त तपाईँले यहाँबाट तल गएपछि होटल एउटा, यतापट्टि यहाँ साइडमा होटल हो, यहाँ अगाडि गएपछि जारकोट होटल पाउँछ, त्यहाँदेखि अगाडि त होटल छ त भैँसेना भने अलिकति अगाडि त्यो पालिका, त्यो पालिका त्यहाँ गाउँपालिका त्यहीँनिरै छ, पचाल झरना गाउँपालिका त्यहीँनिरै छ, त्यो वरिपट्टि होटल छन्, सबै छन् होटल, होटल छन्। ए हस् हस् ल। कहाँ हिँड्नु भएको थियो कोनी? हामी त यहीँसम्म हो, ए अलिकति केटाकेटी आउनु लाग्यो तलबाट। ए गाडी पर्खिनु भएको? ए हस्, हाम्रो त झापा हो। झापा हजुर। हामी कालीकोट जिल्ला छिरिसकेछौँ, कतै थिएन, कतै सङ्केतहरू पनि भेटिएन। अब भने सडक ओह्रालो लाग्यो।
यहाँ अघि अर्को कुनै टोलीलाई सोधी हेर्दा नजिकै होटल छैन रे भन्ने बुझ्यो। वास्तवमै हामीले होटल भेटाएनौँ। कालीकोटको सान्नीघाट भन्ने ठाउँमा व्यावसायिक होटल छ अरे, तर अब त्यहाँ पुग्न चाहिँ अरू 2 घन्टा जति लाग्ने बुझ्यो। राति नहिँडौँ भन्ने थियो, तर अब त एकछिनमा अन्धकार भइहाल्छ। हेरौँ पुगिएला जसोतसो होटल भएको ठाउँबाट सान्नीघाट भन्ने ठाउँमा। उज्यालो रौन्जेल वरपरको दृश्य हेर्न रमाइलो चाहिँ लागिरहेकै छ। हामीले अँध्यारोमा 1.5-2 घन्टा जति बाटो हिँड्यौँ। अहिले 8 बजेतिर हामी सान्नीघाटको यो होटलमा आइपुग्यौँ। होटल व्यवसाय मात्र होइन, कति ठुलो सेवा हो भन्ने पनि भान्नुहुन्छ यसको अवस्थामा। हामी यहाँ हिल्सा त्रिवेणी होटलमा आइपुग्यौँ। हामी यहाँ बस्दैछौँ। अब को हुनुहुन्छ? ए नमस्ते दिदी। हजुरको यहाँ बस्नको लागि सुविधाहरू छ? सर सब छ। हामी आज यहीँ बस्छौँ है त? ठिक छ। रुमहरू छ नि? खाना बस्न सबै सुविधा छ? खाना बस्न सब सुविधा छ सर। हस् धन्यवाद। सबको व्यवस्था राम्रै छ। ए हुन्छ हुन्छ हुन्छ। रुमहरू राम्रो छ, सफा छ। यहाँनिर अब आजको रात बिताइ छ। खासमा चाहिँ हामी कहाँ छौँ भन्दाखेरि कालीकोट जिल्लामा छौँ, तर केही थाहा छैन अब कति लाग्छ के लाग्छ। जित्तेगडा चाहिँ 1-2 घन्टामा पुगिन्छ भन्ने चाहिँ यहाँ अघि हामीले सोद्धा बुझ्यौँ। आज रात बिताउनलाई ठिक छ। निकै धेरै थाकित छौँ हामी। हुन त आज हामी ढिलो हिँडेको, त्यही भएर यहाँ नवी जित्तेगडा पुगिने रहेछ। जे होस् बिचमा बस्नलाई चाहिँ राम्रै होटल सुविधा पाइयो यहाँ। कालीकोटको यो स्थानमा बिहानै हामीलाई भूकम्पले उठायो। ठुलो 2वटा झड्का आयो भूकम्पको, तर नोक्सानी केही गरेन। सान्नी त्रिवेणी यहाँ कर्णालीमा अर्को नदी मिसिएको देखिन्छ। यही चट्टानको फेदीमा हाम्रो होटल रहेछ। धन्न भूकम्पले चट्टान झारेनछ। हामी अब बिहानै निस्किने तयारी गर्दैछौँ। नयाँ दिन, मजाले झलमल्ल घाम लागेको छ। आज हामी सुर्खेत पुग्छौँ, तर ठ्याक्कै बाटो थाहा छैन। सोध्दै जानेछौँ। हामी यहाँबाट कतै जित्तेगडा चाहिँ निस्क्यौँ भने चाहिँ त्यहाँबाट फेरि कर्णाली हाइवे हामीले भेट्छौँ। त्यहाँबाट हामीलाई सहज हुन्छ। अब यहाँबाट हामीलाई कति घन्टा लाग्छ पनि थाहा छैन। जस यो सान्नीघाट भन्ने ठाउँबाट चाहिँ यता राजकोट भन्ने कालीकोटकै अर्को ठाउँ जाने चाहिँ सान्नी त्रिवेणी गाउँपालिका फेरि अर्कोतिर जाने बाटो छुट्दो रहेछ। तर हामी त्यता नगइकन चाहिँ अब फेरि यहाँबाट चाहिँ कर्णाली हाइवे भेट्नलाई चाहिँ प्रयास गरेर अगाडि बढ्दैछौँ। बिचमा पर्ने राम्रो दृश्यहरू, कर्णाली नदी तीरका चाहिँ गाउँ बस्तीहरू हेर्दै नै अगाडि बढ्दैछौँ। आज दोस्रो दिनको सुरुवात निकास खोज्ने क्रममै छौँ हामी। वास्तवमा हामी झापा फर्किँदैछौँ। कसै गरी कर्णाली राजमार्ग पुगे त त्यहाँबाट बाटो थाहा थियो हामीलाई। जित्तेगडा पुग्ने पहिलो लक्ष्य छ। आज पनि कथा हुई हिजोको जस्तै कर्णाली नदी नछोडी बढेको बढे। फरक त्यति, आज बिहानबाट यात्रा सुरु गरेका छौँ। हिजोभन्दा केही सहज जस्तो लाग्दैछ सडक। कति स्थानमा त यसरी सिमेन्ट ढलान पनि भेटिँदैछ। कि 2टा ठोकिएछ हौ? ठोकिएको हो कि त पास भएन एक आपसमा। गाडी पास हुन बाटो साँगुरो छ। फेरि कस्तो ठाउँमा चाहिँ 2टा परेछ। अब हामीले बाटो ब्लक भयो, उनीहरू पनि निस्केन। अप्ठ्यारोमा पर्यो। हेरौँ है त के भएको रहेछ ल। 2टा गाडी छिरेकै छैन नि। यतापट्टि उ रहेछ नि त, ढुङ्गा रहेछ। यस्तो अप्ठ्यारो ठाउँमा ल्याएर अनि फसेको पनि हो कि गाडी? फसेको होइन, 2टा क्रसै नभएको। यता बाटो अप्ठ्यारो पर्यो नि त। हाम्रो पनि छिर्न सक्ने ठाउँ छैन यहाँ। छ त कहीँ? 2टा छोएछ नि। गाडीमा छुइसकेको? गाडी छोएछ। छुइसकेछ माथि? छोयो यार, फेरि छोयो डङ्ग गऱ्यो। यता पनि भासले गर्दा गाडी यता अगाडिको पनि टर्निङ हान्नु पऱ्यो नि त। त्यो भएपछि निस्केन। त्यहाँ त्यो गाडी यता चिप्लिन्छ भनेर ढुङ्गा हालेर ओट्लाउँदैछ। उठाउनु पऱ्यो नि त।
चक्कालाई ए कोल्ट्याउनलाई उतापट्टिको फेरि पल्टाउनु दाहिनेतिर कोल्ट्यो भने त त्यो छिर्छ होइन माथि बढी लाग्दैन चक्काले भित्र एउटा छिरेको छ त्यो चेपिन्छ होला है त्यो गाडी त ठोकिरहेको छ यार निस्किन्छ त यो कुन है यता कर्णाली नदी सानो गहिरो भएर बगेको छैन त्यो गहिरोदेखि ठ्याक्कै किनारमा छ हाम्रो बाटो त्यहाँ चाहिँ यसरी अभर परेको छ दुईवटा गाडी अब जान्छ है अब जान्छ अब त्यो गाडी चाहिँ अगाडि बढो ए उता जान्छ है खोलातिर यार यता त उठ्यो त यताको पनि अलिकति उठ्यो भने त अब ग्याप देखियो नि त हो त्यो पनि चढो भने त चढो यस्तो आइडिया लाएर हामीतिर आउँछ है गाडी अब त पास भइगयो नि त्यहाँबाट टर्निङ छ अलिक मुस्किल टर्निङै छ त्यसलाई पनि अझै उठाउँदै रहेछ नि त उ लाएर गयो है होइन अड्क्यो नि त्यो फेरि निस्क्यो पक्राउनु पहिला हामीले हामी पनि निस्क्यौँ भने यो गाडीलाई पनि सजिलोसँग सजिलो हुन्छ अर्को ए उता पछाडि पनि त फेरि अर्को रेडी रहेछ त्यो अप्ठ्यारो कताबाट माथिसम्म जानु न यहाँ चाहिँ अब यसरी जाम भयो अर्को गाडी पनि उडाएर आएको टायर पिने ठाउँ कहीँ छैन यो गाडी त निस्केर गयो अर्कोलाई पनि अब यही होला ठाउँ साइड दिने हामी चाहिँ यहाँबाट जान कोसिस गरिरहेको छ हाम्रो 25 साल अगाडि ट्राई गरेर हुन्छ गाडी कुदाउनु ल यस्तो छ यहाँको बाटोको अवस्था चिन्ता त बाइक भइसक्यो बाइक चाहिँ निस्किने सम्भावना देख्यो निस्किन्छ त हाम्रो बाइक यतापट्टि खोला छ अझै थोरै अगाडि जानुभयो भने गाडी बाइक निस्किन्छ यतापट्टि एकदम यस्तो डरलाग्दो भिड छ फेरि ल अलिक यता ढुङ्गातिर सेपेर आउँ ल हामी बाइकहरू चाहिँ यहाँबाट अब निस्किने अवस्था भयो अब अरू गाडी चाहिँ बसिहालौँ अर्कोले अगाडि जाम गरिदिहाल्छ यसले फेरि बाटो छेकेछ कि हो त्यहीँ छेके जस्तो छ फेरि अर्को बाटो फेरि छेक्यो यार कस्तो ठाउँमा ल्याएछ हौ साथीहरूको त छैन नि बाटो यार अब अलि अगाडि ल्याइदियो त हामी उता जान्थ्यौँ नि त अलि अगाडि ल्याउन अगाडि आउने ठाउँै छैन उता हालौँ क्या हामी हामी यो साइडमा हालौँ दाहिनेतिर ढुङ्गामाथि चढाउँ न एकछिन म उत्रिन्छु ल म उत्रिन्छु कि अनि ढुङ्गामाथि चढाउँ ढुङ्गामाथि चढाउँ कि बाइकहरू अनि गाडी अगाडि आउँछ अनि बाइक निकाल्न सजिलो हुन्छ हामी चाहिँ यसरी सजिलोसँग निस्किँदैछौँ अगाडि के छ अब फेरि अवस्था हामीले ट्रकहरूको गन्जागोलबाट जसोतसो मोटरसाइकल निकाल्न सफल भयौँ सडक निकै साँघुरो छ एउटा ट्रक र बस आइदियो भने साइड दिन सक्ने अवस्थै छैन एकातिर ठाडो भित्ता अर्कोतिर गहिरो कर्णाली नदी सडकको किनारातर्फको छेउबाट त जान पनि डर लाग्दो छ यहाँ अगाडिबाट गाडी आउँदैछ अब हामीले किनारबाट साइड दिनुपर्ने हुन्छ भनिरहेको भन्दा त होस् गरेर जानुपर्छ चिप्ल्यो कि कर्णालीमा फेरि
हाम्रो यात्रा यस्तै घरहरू मात्रै छन्, बजार ठुलो आउँदैन खाजा खान। हामी त यो खोलाको किनारै मात्रै हिँडेको छौँ त होइन? किनारै मात्रै छ, कहिले माथि चढ्छ बाटो, कहिले झर्छ तल। यति गाउँ हो कि यो गाउँ हो, बजार हो खासमा, बजार हो यो? बजार हो। पसलहरू अहिले खुलेकै छैन नि त, यो त कतिवटा त भत्किएको पनि हुन्। बजार हो। ए पुरानो बजार हो? पुरानो होइन, नयाँ हो। यो हाइवे चलेपछि बनाएको यस्तो अस्थायी टहराहरू। एकदमै मेहनती मान्छेहरू मात्रै बस्ने है यतातिर चाहिँ? एकदम मेहनत। यता भुँडी लागेको कसैको देखिँदैन नि। ल अब पारी सडक देखियो। हामी जितेगडा भन्ने ठाउँमा आइपुग्यौँ। पारीको कर्णाली राजमार्ग हो। यता तिला नदी र कर्णालीको सङ्गम छ। पहाडको दुईतर्फबाट आएर दुईवटा नदी यसरी मिलेको छ यहाँ। यो तिला नदी मैले देखेँ मध्येको सफा र कञ्चन पानी बहने नदी पनि हो। तिला नदी जुम्लाबाट आउँछ। जुम्ला सदरमुकाम खलङ्गा छिचोलेर नागमामा आएर हिमासँग मिसिन्छ। जुम्लाको सिन्जाबाट आएको हिमा र तिला भएर यो स्थान जितेगडामा आई कर्णालीमा मिसिन्छ। अब हाम्रो अर्को चुनौती कर्णाली नदी पार तर्नुपर्ने। यहाँ झोलुङ्गे पुल त देखिँदैछ, बाइक पनि तर्दैछ, तर पारी निकै उकालो र अप्ठ्यारो पनि छ। कतै पक्की पुल त पक्कै होला, केही परसम्म खोजी गरी हेरौँ। गाई बस्तुहरूको बिस्तारै बिस्तारै तर्सिँदै रहेछ नि। कहाँदेखि ल्याउनु भएको यो? यो गाई बस्तुहरू कहाँदेखि ल्याउनु भएको? हामीले तल साल्नु पर्छ। ए के पाल्न ल्याउनु भएको? ए दोहोर। अब बजाएर अब तर्सिँदैन। अब ल गाडी पनि आयो उताबाट, गाडी आयो विचार गरेर साइड लिएर। त्यो तल पुल देखिँदैछ, हामी त्यहाँ निस्किने हो? त्यो पुल तरेर पारी अनि कर्णाली हाइवे ठ्याक्कै भेट्छौँ। ओहो ल, भनेपछि अप्ठ्यारो बाटोको यात्रा हाम्रो अब टुङ्गिन लाग्यो। उता कस्तो छ भन्ने कुरा हो। फेरि उता पनि सधैँ राम्रो हुन्छ भन्ने छैन। हुन चाहिँ हाइवे हो पारीको पुरानो। कर्णाली हाइवे नेपालकै अप्ठ्यारो मध्येको हाइवे मानिन्छ त्यसैलाई। त्यो भन्दा पनि हजुरबाउ अप्ठ्यारो चाहिँ अहिले आइयो हामी। एकदम बिस्तारै बिस्तारै लगभग हामीले अब आँटेछौँ। यहाँ पनि रहेछ बजार होटलहरू। जितेगडा भन्ने ठाउँ। यो ठाउँलाई के भन्छ? जितेगडा। जितेगडा। यहाँ त केही खुलेकै रहेछ। अब हुम्ला रोड कालीकोट भनेपछि त हामी कालीकोटमै छौँ होइन त? उता पनि एउटा आयो, एउटा सानो सानो आयो। यहाँ बाख्रा दुनु हुँदै रहेछ। ए बाख्रा यसरी दुख्दैछ उहाँहरूले। बाख्रा यसरी दुख्दो रहेछ। खुलालु खोला आयो। खुलालु खोला तरेपछि चाहिँ टक्कै पारी यो चाहिँ के मजाको फलाने फुल रहेछ। हामीले खोलालुको खोला तर्यौँ। यो सम्पूर्ण स्थानको नाम नै खोलालु रहेछ। खोलालुमा कर्णाली तर्ने पक्की पुल रहेछ। भनेपछि यो कर्णाली कोरिडोर सडकको सुरुवात बिन्दु यही हो। वास्तवमा यो कर्णाली कोरिडोर सडक राष्ट्रिय गौरवको आयोजना हो। हाल त केही कठिन छ मार्ग, आशा गरौँ भविष्यमा यो कालोपत्रे हुनेछ। यो राजमार्गले कालीकोट, बाजुरा, मुगु र हुम्लालाई प्रत्यक्ष फाइदा पुग्ने देखियो। हुन त हामीलाई 2 दिन लाग्यो पार गर्न, तर तुलनात्मक रूपमा यो अन्यभन्दा छोटो, छरितो र सजिलो मार्ग हो। हिजो हामीले केही ढिलो यात्रा सुरु गरेको थियौँ, नत्र पिलीचौरबाट एकै दिनमै आइपुग्न सक्ने रहेछ। ल कर्णाली नदी पहिलो पटक तर्दैछौँ यो यात्रामा। हुन त 3 दिन यसकै किनारै किनार कटायौँ। हिमाली गाउँपालिका खण्ड 1 दिन र हिजो र आज। तर पार गर्न भने पहिलो पटक पाइयो आज। यो अन्तिम उकालो कर्णाली राजमार्ग भेटाउनका निम्ति। यहीँ अघि
पुरानो कर्णाली राजमार्ग र कर्णाली कोरिडोर मार्गको सङ्गम बिन्दु देखिँदैछ। हामी जितेगडा भन्ने ठाउँमा आयौँ। कर्णाली राजमार्ग भेट्दाखेरि खुसीको सीमा छैन। हामीलाई हुन त एक दिनको बाटो 2 दिन हामीले किन लाग्यौँ भने हिजो अलिकति ढिलो आएको थियौँ, आधी दिनबाट आएको थियौँ। यहाँ आइपुगेपछि अब हामी वीरेन्द्रनगर सुर्खेत जानुपर्ने हो अगाडि। सायदै 4-5 घन्टामा पुगिएला हेरौँ। अब कर्णाली हाइवेको अवस्था कस्तो छ, नेपालको अप्ठ्यारै हाइवे मध्येको हो यो पनि। अहिले चाहिँ कतै कालोपत्रे कतै फुटेको अवस्था छ अरे बुझ्दाखेरि। हेर्दै जाउँ। आजको बसाइ चाहिँ हाम्रो फेरि सुर्खेत वीरेन्द्रनगरमै हुनेछ। जितेगडा छेउको फुलालुमा जब यो कर्णाली राजमार्ग भेटियो खुसीको सीमा रहेन। अब त कालोपत्रे सडक छ तर यात्रा सकिएको छैन। सुर्खेत वीरेन्द्रनगर पुग्न 5-6 घन्टा 130 किलोमिटर जति अरू लाग्नेछ। हामी कालीकोटमा थियौँ। अब यो गेट पश्चात हामी दैलेख जिल्ला छिर्दैछौँ। यहाँ कर्णाली राजमार्गको दूरी सङ्केत रहेछ। जुम्ला 104, रारा 160 किलोमिटर अघि पर्दो रहेछ। तर हामी उल्टो बढ्दैछौँ अर्थात् फर्किँदैछौँ। यो कर्णाली राजमार्ग तराई बाँकेको कोहलपुरबाट महेन्द्र राजमार्गबाट उत्तर बढ्छ। यो कोहलपुरबाट सुर्खेत वीरेन्द्रनगर दैलेख कालीकोट जुम्ला मुगु छिर्ने यो प्रमुख राजमार्ग हो। विश्वकै अप्ठ्यारो मध्येको एक राजमार्ग मानिन्छ यसलाई। यता त केही सहज देखिन्छ तर कालीकोट जुम्ला खण्ड धेरै अप्ठ्यारो छ यसको। हामी पहिले यो बाटोबाट जुम्ला र मुगु गइसकेको। अब यो राजमार्ग चाहिँ नौलो रहेन हामीलाई। हिजो हिँडेको बाटोको तुलनामा त अब आकाश पातालको फरक छ। कालोपत्रे सहज सडक हामी द्रुत गतिमा बढिरहेकै छौँ। हाल पनि हामी कर्णालीको किनार बढ्दैछौँ। कर्णाली किनारका जिउला र गाउँहरू रोचक छन्। यता खेतलाई जिउला भनिन्छ। सडक कतै कतै यस्तो कालोपत्रे उक्किएको छ। त्यस्तो अप्ठ्यारो छैन। अब यो स्थानलाई साई खोला या बेलखेत यस्तै नाम छ। मुख्य कुरा चाहिँ यहाँबाट पश्चिम मध्य पहाडी राजमार्ग जान्छ। पारी अछाम जिल्ला पर्छ। यहाँबाट मङ्गलसेन हुँदै साफेबगर पुगिन्छ। रामारोसन जाने मार्ग भनौँ यो। यसपटकको यात्रामा मुख्य योजना रामारोसन जाने थियो तर हामीलाई परिस्थितिले नराम्ररी झुक्क्यायो। त्यही भएर हामी यो नयाँ छोटो बाटो खोजी फर्किएका पनि हौँ। हामी साफेबगरबाट बाजुरा घुमेर फेरि साफेबगर फर्किने र रामारोसन जाने योजना थियो। हामीलाई आज आएको कर्णाली कोरिडोर बाटो छ भन्ने पनि थाहै थिएन। बाजुरा जाँदै गर्दा बाइकबाट लडेर खुट्टामा नराम्रो समस्या आयो। त्यही भएर छोटो बाटो खोजेर हामी फिर्ता भयौँ। माफी मान्छौँ रामारोसनसँग। भविष्यमा पक्का जाने नै छौँ। कर्णाली राजमार्गमै गिद्धले सिनो खाएको देखियो। बाछा मरेको रहेछ यहाँ। सधैँ सुनेको मात्र, गिद्धले चाहिँ सिनो खाने भन्ने उखान पनि छ। आज देख्न पाइयो प्रत्यक्ष। भाग्यो गिद्ध, तर हामी गएपछि यो पक्का आउनेछ फेरि। यत्रो जङ्गलको लामो बाटोको यात्रापछि चाहिँ यस्तो रमाइलो ठाउँमा है साह्रै दामी। ठिक्क 12 बजे छ यहाँ बिसाइयो कर्णालीको ठ्याक्कै तिरमा। पर त्यो गाईबस्तुहरू पानी खुवाउन ल्याउँदो रहेछन् कि उतापट्टि चऱ्यो। अनि ल्याएको त होइन, मान्छे त कोही छैनन्। ठ्याक्कै त्यो आफै आउँदो रहेछ अनि कर्णालीको पानी पिएर फेरि उतै फर्किँदो रहेछ। यो दृश्य निहालेर हेर्न एक प्रकारको मजा आइरहेको छ। हामी तल्लो डुङ्गेश्वर आइपुग्यौँ। दैलेखको दुल्लु नगरपालिका। यहाँबाट लोहरे खोला पुल तरेपछि अब मार्ग केही चौडा र सहज पनि हुनेछ अझ। यो लोहरे खोला चाहिँ नजिकै कर्णालीमा मिल्छ। अब हाम्रो मार्गले बिस्तारै कर्णाली नदी छोड्दै जानेछ। निकै थाकेका छौँ आज हामी। सुर्खेत पुग्न आतुर छौँ। अझ 2 घन्टा अरू लाग्ला सुर्खेत पुग्न त। हामी दैलेखमै रहँदा राउटेहरू बसाइ सर्दै गरेको देखियो। दक्षिण एसियाको एकमात्र फिरन्ते जाति राउटे। एउटा ठाउँ छोडेर अर्को ठाउँ बस्दै डुलिरहने गर्छन् यिनीहरू। कहाँ हिँड्यो? भारी कहाँ छ? बसोबास कहाँ छ तपाईँहरूको अहिले? बुढोको अलि छेउ गर्नु पर्यो त भाइ। हेलो सर। हजुर
म बुढा मान्छे छोरा छैन, छोरा भैया हुने छैन, छोरा छैन, तरकारी किन्न पैसा गर्नु पर्यो अलिकति। जम्मा 600 जनसङ्ख्या भएको लोपुन्मुख राउटे जाति मध्यपश्चिमको यो भेगमा एक ठाउँबाट अर्को ठाउँमा सर्दै जीवनयापन गर्छन्। प्राय बाँदरको शिकार गर्ने, कन्दमूल फलफुल र वनस्पति खाएर बाँच्छन् यिनीहरू। राउटेहरू कुनै एक ठाउँमा बसेर कर तिरेर खेतीपाती गरेर बस्नुलाई अपराध सम्झिन्छन् रे। एक ठाउँबाट अर्को ठाउँ जाँदा पछाडि फर्केर खोला तालको पानी खानु हुँदैन भन्ने मान्यता छ। सम्पत्तिको नाममा पकाउने भाँडा, दाउरा काट्ने र शिकार खेल्ने केही हतियार हुन्छ। उनीहरू अहिले बसाइ सर्दैछन्। हिँडेर जाँदा जहाँ रात पर्यो त्यहीँ बसिदिन्छन्। भगवानले रात पर्दा त्यहीँ बस भन्ने सन्देश दिएको मान्छन्। रुखको हाँगा काटेर अस्थायी छाप्रो बनाउँछन्। यदि यसरी बसेको ठाउँमा कोही सदस्यको मृत्यु भयो भने तुरुन्त बसाइ सर्नुपर्छ। बाहिरको मानिस आफ्नो वासस्थानमा आयो भने पनि बसाइ सर्नुपर्छ। तर मानिस मरेको ठाउँबाट बसाइ सरेपछि फेरि त्यही ठाउँमा चाहिँ उनीहरू जाँदैनन्। हामी पनि सुर्खेत छिरिसक्यौँ। अब वीरेन्द्रनगरको नजिक छौँ हामी। पहाडबाट छतभरि मानिस राखेर बसहरू सहर छिर्न लाग्दैछन्। आज कर्णाली कोरिडोर 2 घण्टा र कर्णाली राजमार्ग 6 घण्टा जति यात्रा गरेर हामी वीरेन्द्रनगर छिर्यौँ। सुर्खेतको सदरमुकाम वीरेन्द्रनगर, ठुलो उपत्यका, विशाल सहर, कर्णाली क्षेत्रको सबैभन्दा ठुलो व्यापारिक केन्द्र, हरेक भौतिक सुविधाले सरोवर छ वीरेन्द्रनगर। सुर्खेत सम्पूर्ण रूपमा जिल्ला भए पनि यो वीरेन्द्रनगर बजारलाई नै सुर्खेत भनेर सम्बोधन गरिन्छ। राजा वीरेन्द्रले यो सुर्खेत उपत्यकामा मलेरिया उन्मूलन पश्चात वीरेन्द्रनगर सहरको परिकल्पना गरेका थिए। ल हामी ठ्याक्कै वीरेन्द्रनगरमा आउँदाखेरि फुल्की पनि भेट्यो। टक्क दाइले फुल्की बनाउनु हुँदैछ। अब यहाँको फुल्की चाख्ने अनि हामी पनि होटलतिर छिर्ने। बाजुराबाट हत्तु भएर आइयो। अब यो पल्केको हामी फुल्कीमा यसमा चाहिँ टक्क यसरी हाल्ने रहेछ। यहाँको सिस्टम अलिक फरक रहेछ, ठाउँ अनुसारको फरक सिस्टम हुन्छ। खप्पै